नमस्ते, शुभ बिहानी, कोमल हृदय भएका तथा मलाई सुनिरहनु भएको मेरो प्यारा प्यारा मित्रहरू, यदि आज तपाईँ आफ्नो भाग्यलाई दोष दिइरहनु भएको छ वा समयले साथ दिएन भनेर चिन्तित हुनुहुन्छ भने एक पल रोकिनुहोस्। तपाईँ जहाँ हुनुहुन्छ ठिक हुनुहुन्छ। तपाईँको समय अझै आएको छैन, तर तपाईँ सही मार्गमा हुनुहुन्छ, सही बाटोमा हुनुहुन्छ। हाम्रो जीवन नै एउटा सानो खोला जस्तै हो। सुरुवातमा यो सानो हुन्छ, ढुङ्गा, माटो र अनेकौं अवरोधहरूसँग ठोक्किँदै अघि बढ्छ। तर सम्झनुहोस्, ती अवरोधहरूले खोलालाई रोक्दैनन्, बरु मार्ग प्रशस्त गर्छन्। खोलाले आफ्नो बाटो आफै बनाउँछ। बिस्तारै त्यही सानो खोला एउटा विशाल नदी बन्छ र अन्ततः अनन्त सागरमा विलिन हुन्छ। तपाईँका आजका सङ्घर्षहरू पनि तपाईँलाई त्यही विशालतातर्फ लैजाने खुड्किलाहरू हुन्। तपाईँले यो च्यानललाई सब्सक्राइब गर्न भुल्नुभएछ भने एकचोटि सब्सक्राइब गरेर आउनुहोला। ईश्वरले तपाईँलाई गाह्रो मोडहरूमा हिँडाइरहनु भएको छ भने बुझ्नुहोस्, उहाँ तपाईँको परीक्षा लिँदै हुनुहुन्छ। तपाईँको धैर्यता र सहनशीलता नै तपाईँका सबभन्दा ठुला हतियार हुन्। हार नमान्नुहोस्, किनकि नदी कहिल्यै उल्टो बग्दैन। हरेक बिहान उठ्ने बित्तिकै परमात्मालाई धन्यवाद दिनुहोस्, आफ्नो भित्री आत्मालाई निहाल्नुहोस्, हिजोका गल्तीबाट सिक्नुहोस् र आजलाई कसरी अझ राम्रो बनाउन सकिन्छ त्यसमा केन्द्रित हुनुहोस्। आजको दिनलाई एउटा मुस्कानका साथ सुरु गर्नुहोस्। भगवानको कृपा आशीर्वादले तपाईँको दिन शुभ रहोस्। धन्यवाद।